टेस्ट सेन्टरबाट निस्केर सेकेन्ड एक्जिट सोनलीतिर लागेर हामी चाहिँ सिधै जाँदैछौँ। योपालि सेकेन्ड रोड अन द राइटमा चाहिँ गइयो। खास यो पहिलो रोड यो हो, फर्स्ट रोड। सेकेन्ड रोड यो हो, यो 40 का ठ्याक्क अगाडि छ क्या है, कन्फ्युजिङ छ यहाँ। त्यही भएर हामी चाहिँ टेस्ट सेन्टरबाट निस्क्यौँ अनि पहिलो लेफ्ट लाग्यौँ मेन रोडमा, मेडिस्टोन रोडमा। त्यसपछि एउटा राउन्ड अबाउट आयो, रक्सली राउन्ड अबाउट। हामी सेकेन्ड एक्जिट लागेर यहाँ बहिनीले गाडी मजाले चलाइराख्नु छ। अनि अघिको भिडियोमा चाहिँ हामी बिफिटर गएर अनि बिफिटर निस्किँदा राइट लागेर सेन्ट्रल लन्डन A20 भनेर छिरियो। अब योपालि फेरि बिफिटर नपुग्दै सेन्ट्रल लन्डन A20 छिरिन्छ। त्यो छिर्ने ठाउँ चाहिँ भिन्दै भिन्दै छन् होइन। अझै स्पिड हालिन्छ। भोक लाग्यो भने चाहिँ भोक लाग्यो भनेर चाहिँ भन्नुपर्छ। मैले यहाँ खानेकुराहरू राखेको छु होइन। स्पिड नहान्ने मान्छेलाई चाहिँ खानेकुरा छ क्या, यस्तो बिचबाट चलाउनु भएन। नाच्नलाई के भन्छन् अरे गरिसक्नु भयो भर्खरै, आँखामा परे यति बिस्तारै चलाउने। फलो द साइन टु सेन्ट्रल लन्डन भन्यो भने यहीँबाट मिरर सिग्नल राइट दिनुहोस्। अनि यो बिचको लाइन चाहिँ नि क्रस नगरिकन एकदम छेउमा बस्ने, बिस्तारै रोक्नलाई रेडी हुनुहोस् बिस्तारै। ऊ त हरियो साइन सेन्ट्रल लन्डन A20 यहाँबाट छिरिन्छ, अघि उताबाट आएको होइन। र जानुहोस् होइन। अब यदि लेफ्टमा यहाँ दुईवटा रोड छन्, जानुहोस्। यहाँ रोक्न पाइँदैन, यहाँ रोक्न पाइँदैन, जानु लेफ्टमा हेर्ने। लेफ्टमा कोही छैन भने लेफ्टमा आइयो छ भने राइटमा नरोकिकन जानुपर्छ, किनभने त्यो हजुरबाटै सुरु भएछ त्यो रोड राइटको हो। त्यही भएर बिस्तारै डराउनु नदिकन लेफ्टमा आएकोलाई अनि हामी चाहिँ राइट लेनमा छिरिन्छ। राइट लेनमा छिरेर अब धेरै बेर बस्नु त भएन। त्यो त के को लेन हो अरे, ओभरटेकिङ र टर्न राइटको होइन र। भनेपछि हामी मिल्दाखेरि टक्क लाएर लेफ्टमा आएर अनि यहाँ आएर रोड मर्ज हुन्छ फेरि होइन। नेसनल स्पिड ल नमस्ते गर्ने एकपल्ट अनि सब मिलेर हेर्ने खै त स्पिड हाल्ने। अलिक ब्रेकफास्ट खाएर आउनुपर्ने है बहिनी। हजुर खानु पर्यो नि। अब अघि त हामीले अर्बिङटनतिर निस्कियो होइन, अनि फुट्सक्रेतिर लाग्यो। अघिकोमा हामी चाहिँ पहिलो लेफ्ट होइन कि पहिलो जान्छ कि दोस्रो जान्छ के अरे, सिट कप। फलो द साइन टु सिट कप भन्छ अब यहाँ आएर होइन। पहिलोमा हामी गइएन, पहिलोमा निस्केन थियो नि। यो काउन्टडाउन मार्कर छ नि। यो 3 भनेको चाहिँ मिरर सेन्टर र लेफ्ट, 2 भनेको चाहिँ सिग्नल दिने, 1 भनेको लुक फर योर एक्जिट भनेर फलो गर्नुपर्छ हामीले। धेरैजना अब यहाँ फेल हुन्छन् बहिनी अब यो बाटोमा। किन थाहा छ तपाईँ बहिनी? किनभने यहाँ कन्फ्युजन छ होइन। यहाँ 50 सुरु भयो, हजुरले थाहै पाउनु होइन। त्यही भएर ब्रिजबाट 50 सुरु हुन्छ। मचेर चलाउँछन् अनि थाहा पाउनु क्या। 35 पनि कहाँ चलाउनु पाइन्छ त, डेन्जर भएन र। अब प्रब्लम भनेको चाहिँ 70 मा आउँदाखेरि हामीले त्यो रोडलाई ध्यान गरेन भने ब्रिजमा आइसकेपछि 50 हुन्छ जब हामी सिट कप जान्छौँ। ओके, अब नेक्स्ट स्लिप अन द लेफ्ट निकाल्छ भनेपछि सिट कप कता छ? यहाँबाट इन्डिकेटर लेफ्ट दिनुहोस्। सोरी लाइन छुन पाइँदैन। कोही छ? छैन। स्पिड कम गर्न पनि पाइँदैन बहिनी। यो सिग्नल लेफ्टमै राखिन्छ। हामी सिट कप थर्ड एक्जिटमा पर्छ, याद गर्नु होला है। धेरै जसो 95% टेस्ट चाहिँ जहिले पनि राइट सिट कपै लैजान्छ होइन। हामी
थर्ड एक्जिट गइदिनु मिरर सिग्नल राइट दुईटा लेन हो नि यहाँ चाहिँ मजाले आफ्नो लेनमा बस्नुपर्छ ठिक छ यत्रो टाढा रोक्नु हुँदैन नि पछाडि गाडी थियो भने त्यसले रोक्छ भन्ने सोच्दैन जोकिनु हुँदैन है कि जाने कि नजाने होइन गन्नु चाहिँ दुइटाको वान त्यसपछि नो इन्ट्री आयो होइन त्यसपछि 2 आयो 2मा चाहिँ ट्याक्क मिरेर सिग्नल लेफ्ट दिनुहोस् कोही छ कि छैन लेफ्टमा च्याप्प लेन आफ्नो समातेपछि पाएको भयो होइन त क्या बात है रोड क्लोज भनेर लेख्नुहोस् तर हामी अगाडि चाहिँ जान सकिन्छ क्लोज भन्दैमा त्यहाँ क्लोज त गर्दैन कि होइन